Good morning, साथीहरू. वेलकम ब्याक टु माई युट्युब च्यानल. आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला. म पनि एकदम ठिक छु साथीहरू. हेर्नुहोस् आज त हाम्रोतिर 4-5-6 दिनमा घाम लागिरह. आज त बिहानैबाट घाम लागिरह. कपडा धुन पर्छ. कपडा नि कति धेरै सुकाउन कस्तो राम्रो लाग्छ. 4-5 दिन अस्ति नै 7 दिनमा देखेको आज 6 दिनमा. त्यस्तै छौँ हामी. सबैलाई ह्याप्पी न्यू इयर. यस्तो राम्रो देखा. ग्यास सिद्धिएको साथीहरू. ग्यास मैंने कि गेस्ट लिया माथि आउन पर्छ. चाबी को ले रहा हूँ कच्चा गाडी पनि आइरहेछ पुक्कु यहाँ नमस्ते साथीहरू गुड मर्निङ मेरो छोराको काममा बिस्कुट फिजारेर खाजा खाऊ लिएर जाऊ. आज पनि बन्दैछ क्या सक्छु त सक्छु कि सक्छु सक्छु छोटो पोक्यो भने म लैदिन्छु कि यताको रुममा घाम लाग्छ. त्यही भएर हामी यहाँ घाममा बसेर खाँदैछौँ. आज कति दिनमा पर्दैन यत्तिकै खाऊ आज. पुकु के खाँदैछौ? साथीहरू ढुँडीले सबै मरिहाल्नु. यस्तो म मेरो बाबुलाई आज यो साग मिक्स गरेर पिसेर यसको पेस्टको रोटी बनाउँदैछु. हेर्नु होला मेरो बाबुले के खान्न कि नानीले पनि खान्न. सागै निकालिदिन्छ यस्तो सब्जीहरूमा. म यहाँ धोएर रेडी गरेछु. अब म बनाउँछु साथीहरू मैले काटेँ मिक्सरमा राख्छु. साथीहरू मैले मिक्सरमा पिसेँ अनि अब म पिठो आटा मार्दैछु. पिठो पनि रेडी गरेँ. अब बनाउँछु. रोटी फुलिरहेको देखेँ. अच्छे से घर में बनाते हैं. इसे बना रही है मम्मा. तो बहुत बड़ा हो गया बहुत बड़ा ये तो बहुत बड़ा हो गया बहुत बड़ा. अब खान्छौ नि
बहुत बड़ा है। आप खाते कि नहीं बड़ा वाला? हाँ खाना। तो छोटा हो क्या? ठीक है आज तो आपने सोची तो मम्मी आपका ऐप करोगी ठीक है? ठीक है। मम्मी आपका ऐप करोगी ना इसलिए। क्यों? मम्मा आपका ऐप कर। क्या करेगी? मम्मी आपका ऐप करोगी ना? के त्यस्तो गर्दैन। मम्मी आपका इसमें हमारा आज करोगी बड़ी ना? होने से करेगी तो अभी छोटी है तो करेगी, बड़ी होने से करेगी कि नहीं? मम्मी और काटूंगी तो आपको पारात करूंगी तो बड़ा होने से बहुत करेगी। अच्छा लगा। देखूंगी मैं ये वीडियो देखना। मम्मी दादा का मुंह मारना देती हूँ वो। हो मोमो बना देगी। मैं पुक्कू रोटी बना रही है मम्मा के साथ। मैं तो बहुत बड़ा मोमो बना रही हूँ। ठीक है पुक्कू, यहाँ अङ्कल आन्टीले तिमीलाई कति राम्रो हिन्दी बोलेको भन्नुहुन्छ। ल नमस्ते गर। ऐसे अनि के भन्छ अङ्कल आन्टीलाई? और हेलमा आप से हिंदी बोलती है ना? हाँ किसने सिखाया? अंकल ने आंटी ने। अंकल आंटी ने? हाँ आप अंकल आंटी ने हिंदी सिखाया आपको? हाँ उस हेलमा आज बहुत बड़ा मोमो बना दूंगी। ठीक है। किसके लिए? पापा के लिए। ठीक है मैं रोटी बनाऊंगी। ठीक है। ठीक है। कुक्कू के खाँदैछौ? टूटी टूटू। रोटी र दुधु। मम्मा तेको भी बनाना। तेको भी बनाना। कैसा है पुक्कू साग का रोटी? अम्मी अम्मी है देखो। साथीहरु मैले सिम्पल अमलेट गराइदिनु भयो, रोल गराइदिन्छु रोटीमा, अन्डा रोल गराइदिन्छु रोटी। यसको फेभरेट हो नानीले फेरि अन्डा खानु, बाबुले मात्र हो। दुईटा एकैचोटि गराइदिनु। घन्टी लगाइसक्न लाग्यो त भएर छिटो छिटो बाबुलाई चाहिँ यहाँ रेडी गरिदिएँ अन्डा राखेर। नानीले फेरि अन्डा खानु गएँ घन्टी नै लगाइसक्यो साथीहरू। साथीहरू बिहान पनि नास्ता गरेको थियौँ नि, अहिले पनि काम गर्दा गर्दै खाना त पकाएको छु। अन्डा गरी नै रहेछ। बाबुले दुईवटा अन्डा मात्रै खाएर गयो, भात खाएन। त्यत्तिकै छ छोकी छैन, बेलुकै खानु बताएर। आज भात खानु मन लागेन साथीहरू। चिया अनि नास्ता भने खाना भने यही भयो। सबै त खान्छु साथीहरू।
यो पनि मैदाको के मैदा रस हुन्छ मोमोको किन फाल्ने बच्चालाई त मैले आटाकै बनाइदिएँ मैदाको मैले खान्छु खाल्न भन्दा खानु के भयो त्यही भएर बनाएको साथीहरू म आज दाना सिक्दै थियो दाना 10 केजी लिएको अस्ति एक हप्तामा सिक्दिन्छ कि 10 केजी फेरि आज 10 केजी लिएको 5 केजी तल लैसकेको छु उसका पानी मात्रै हो साथीहरू केही छैन दाना खिलाउँदा प्याज लिने बस्नु थिएन घर बस्छ सबैले आलू त हुँदै भयो आलू त चाहियो चाहिँ साथीहरू सके थियो फेस वास पनि सके थियो एउटा मोइस्चराइजर थिएन सिद्धो थियो साथीहरू यही हो मेरो आजको बजार पिज्जा र चाउमिन अनि बर्गर पनि खाएको देख्नुभयो अब यो भिडियो त कहिले आउँछ यस्तै छ